च्यानल अनन्त अविरल अनि आज चाहिँ म हजुरलाई सेयर गरिदिन्छु मैले कफी बनाउने तरिका। फर्स्टमा चाहिँ यहाँ मैले एउटा बोतल लिएँ, त्यसमा कफी लिएँ मैले है। अब हामीले चाहिँ फर्स्टमा एउटा ठाउँमा राख्नु पर्यो। मैले यहाँ कफी राखेको छु, यहाँ नि राखेको छु है। अझै मैले यहाँ राखिदिएको छु। अझै म यहाँ हाल्छु थोरै कफी हाल्नुपर्छ। देन हामीहरूलाई चाहिन्छ चिनी। अब चाहिँ हामीलाई चाहिन्छ चिनी। यो चाहिँ लागेको छ हामीलाई चिनी। यहाँ चाहिँ हामीले चिनी चाहिँ थोरै हाल्दा नि हुन्छ। मलाई चिनी धेरै मनपर्छ, त्यही भएर म अलिकति धेरै चिनी हाल्दैछु। बिरालो किचनमा आऊ न। अब यो भइसकेपछि हामीले एउटा पानी हाल्नुपर्छ। जबरजस्ती बबल बनाउनु परेन। कस्तो मलाई रिस उठ्छ कि यसमा हामीले अलिकति पानी हाल्नुपर्छ। अनि दुध लास्टमा हाल्ने हो। पानी फाल्नु अनि दुध हाल्नु है। पानी फालेर दुध हाल्नु। यहाँ चाहिँ मैले बोतलको पाइप निकालेको किनकि यो गाह्रो हुन्छ है। मैले चाहिँ अब यसलाई लगाइदिएँ। मैले चाहिँ अझै पानी हाल्छु किनकि फिज धेरै चाहिन्छ, त्यसको लागि अलिकति धेरै पानी हाल्नुपर्छ। अनि के म अघि र नि दिदी मेरो लागि एउटा तिम्रो लागि दिदी कफी बनाएर यसलाई बन्द गरिदे। अनि हामी गई अनि मामु गाउँ भन्छ नि। अनि त्यही भएर म बोल्न सक्दिनँ कि त्यही भएर म बोलिरहेको छु। मिक्स गर्नु त्यही भएर दिदी भन न। दिदी र मैले होमवर्क गरेको थिएन। म एकछिनमा गर्छु। अन्त आज मेरो दादाको बर्थडे हो नि। म दादाको बर्थडेमा चक्लेट केक दिन्छु। अब यहाँ कसरी दिन्छ? भिडियोबाट खाइदिएन अहिले बेलुका। अनि चक्लेट सिधा सबैजना चक्लेट दिन्छ। फिज आउनु पर्यो अझै बेस गरी राम्ररी। अनि सबैजनालाई चक्लेट दिन्छ। म बर्थडेको लागि एउटा गन बनाउँछु। सबैले सबैजना ह्याप्पी बर्थडे भन्छु। दादालाई ह्याप्पी बर्थडे भन्छु। अनि ह्याप्पी बर्थडे भन्छु दादालाई। अनि म दादा चक्लेट दिन्छु। के दिने हो भन्नु? पेन, धेरै पेन अनि कपी दिन्छु। यहाँ चाहिँ मेरो फिज आइसकेको छ है। यहाँ फिज आएको छ है। अब यसमा अलिकति पानी धेरै हुन्छ, त्यही भएर म चाहिँ यो पानी अब फाल्छु है। यो बाँकी भएको पाल्ने नि त। अनि फिज चाहिन्छ, त्यही भएर फिज छ, त्यही भएर है। यहाँ चाहिँ मैले यहाँ भएको पानी फाल्दैन, यहाँ फिज मात्र छ। अझै हामीलाई चाहिन्छ चम्चा। यहाँ चाहिँ मैले अब एउटा ग्लास ल्याएको, त्यसमा चाहिँ मैले यो पुरै फिजहरू हाल्दैछु। ज्यादै गर्नु, त्यही भएर यहाँ हातले नि थोरै चलाउनु पर्यो। पर्फेक्ट फिज आउँछ। के भयो? फिज अब के दुध हाल्ने यसमा? अब यसमा दुध हाल्ने अनि त्यहाँबाट आइस हाल्छु। यहाँ चाहिँ अब म हाल्दैछु दुध। चिसो दुध हाल्नुपर्छ किनकि कोल्ड कफी पोखेला ओहो। अब चाहिँ यहाँ म हाल्छु आइस। अनि उता ल्याउ न अलिकति कफी माथिबाट हाल त। यहीँ रहेछ। ल माथिबाट हल्का कफी हाल। यो माथिबाट यहाँ हल्का माथिबाट। के भयो अनन्ता? कोल्ड
कोल्ड कफी भएन खोइ त हाले यस्तै म खासै ल भयो अलिअलि हाल न है के भयो अरे कोल्ड कफी कोल्ड बन्यो कफी मेरो बन्यो